साथीहरू आजको गुड मर्निङ होइन। आजको मेरो काम भनेको चाहिँ पुरा अलैँचीलाई सुकाइ बनाइ गर्ने काम छ है। त्यही देख्न सक्नुहुन्छ, अलैँची सुकाइयो अनि त्यो अलैँची चाहिँ यसरी बनाउनुपर्छ नि त, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। पुरा धुलो उडेर होइन, लास्ट गाह्रो भएको थियो यतिखेरको समयमा चाहिँ मलाई होइन। त्यो जे जस्तो अनि बनाइसक्यो अनि टक्क लगाएर हामीले अलैँचीलाई मार्नुपर्छ नि त 15-20 मिनट पुरा त्यसको जुस मारिसकेर अनि हल्का बनाइयो अनि त्यो। अनि आजको भ्यू चाहिँ यस्तो छ साथीहरू। र अब हाम्रो क्यामराम्यान चाहिँ यता हुनुहुन्छ अनि म लगायत क्यामराम्यान। अनि अब चाहिँ त्यो आज हिजो लास्टै ठुलो पानी पर्यो नि त, त्यही भएर पानी बनाउनु जाँदैछौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले। मेरो फुपाको चाहिँ धमाधम गफ गइरहेछ है साथीहरू। पाइप साइप लिएर हामी चाहिँ गयौँ नि त खोला है। देख्न सक्नुहुन्छ होइन, म र आशिष फुपा लगायत ममा 3 जना गइएको थियो। हेर्नुहोस् रोमान्टिक तरिकाको हाम्रो गफ गइरहेको थियो म र फुपासिरीको टक्क लगाएर। अनि यता नि पुग्यो खोर्सानी बारतिर नि, हेर्नुहोस् खोर्सानी अकबरे खोर्सानी चाहिँ बवाल थियो यहाँ चाहिँ। त्यही हो। अनि पानी सानी बनाइयो होइन। जङ्गल पुगेको थियौँ, त्यो पानी बनाएर फर्केर पनि आइसक्यो है साथीहरू। त्यही हो, देख्न सक्नुहुन्छ। पानी बनाइयो आइयो फर्केर आइयो है। अनि अब अर्को भिडियो भोलि अपलोड हुन्छ साथीहरू। आफ्नो प्रतिक्रिया दिएर जानु होला। थ्याङ्क यू सो मच।